आज चाहिँ म सेलरोटी बनाएर जाँदैछु मेरो छोटो मिनी ब्लग। मैले चाहिँ यो चामलको आजसम्म मैले चामलको बनाएको छैन। आज चाहिँ चामलको बनाउन जाँदैछु। यसलाई चाहिँ मैले एड गर्दैछु के भन्छ यसलाई मेथी दाना एन्ड यो बाहिरले सिग्नल यसलाई एकछिन मैले 2 आवर्सको लागि यस्तो गरेर राख्छु। एन्ड यो चाहिँ भयो चना मैले बिर्सेको थिएँ एउटा बइल गरेको। एन्ड यो चाहिँ केरल चाहिँ मैले गरिसकेको थियो। मेरो चाहिँ यो ब्याटर रेडी भइसक्यो। मैले चाहिँ यो गाईको घिउ हालेको एकदम कस्तो मिठो बास्ना आइसक्यो। कहिले छ मेरो ब्याटर अब पोल्नु बाँकी छ, यति कुरा छ। म चाहिँ अचार बनाउनु गइरहेको छु। टमाटर हजुरले पनि टमाटर धेरै छ भने ग्रेभी बनाएर फ्रिजमा राख्नु सक्नुहुन्छ। स्टोर गरेर 1-2 महिनासम्म पनि केही हुँदैन। यसरी पकाएर राख्नु होला। यसरी पकाएर राख्यो भने बिग्रिँदैन पनि केही पनि हुँदैन। हजुरहरूलाई एकदम ढुक्क हुन्छ। हामीले टमाटरको प्युरी मजाले बनाएर राख्नुको लागि फाइदा के हुन्छ भने हामीलाई बच्चाहरूको लागि नि पास्ताको लागि एकदम राम्रो हुन्छ। छिटो पनि हुन्छ। एकदम ढिलो छिटो हुन्छ खाना बनाउँदा। अनि त्यही माथि यसलाई पकाएर राख्नु पर्दैन। अनि पास्तामा चाउको लागि एकदम राम्रो हुन्छ। हजुरले सब्जीको लागि त्यसको लागि पनि छिटो एकदम छिटो भइसक्यो। अब यसमा एड गर्छु मैले अचारको लागि केराउ र चना। मेरो चाहिँ पाकिसक्यो ल, यतिको राम्रो भइसक्यो, पाकिसक्यो। मेरो चाहिँ भइसक्यो अचार। कस्तो लाग्यो हजुरहरूलाई मेरो अचार चाहिँ? कति छिटो भयो नि, किनकि अलरेडी टमाटरको प्युरी थियो, त्यो मसला र त्यसलाई एकछिन पकायो बस भयो। मेरो चाहिँ रोटी आजको यस्तो भएको छ, हेर्न सक्नुहुन्छ। खासै राम्रो त भएको छैन, त्यति उस पनि त्यति नट ब्याड पनि भएको छैन, ठिकै छ। आज चाहिँ मैले अर्को चामल युज गर्थेँ। यो चाहिँ मेरो केराउ चनाको अचार हो। यो खसीको मासु, यो हाम्रो रोटी र खसीको मासु खानुलाई छुट्टै मजा आउँछ।